दसैँ लगत्तै नयाँ आइपिओ आउने भएको छ। दक्षिणा जोगाएर राख्नुहोस्। नमस्ते सबैजनालाई, हामी साना लगानीकर्ता पेजमा यहाँलाई स्वागत छ। दसैँ लगत्तै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। यो कम्पनीले आश्विन 26 गतेदेखि आश्विन 29 गतेसम्ममा आइपिओ निष्कासन गर्न लागेको हो। यदि यो 4 दिनमा फुल्ली सब्सक्राइब भएन भने यसले कार्तिक 7 गतेसम्ममा यो आइपिओ एक्सटेन्ड गर्नेवाला छ। आउनुहोस् है त यो कम्पनीले कति किता आइपिओ निष्कासन गर्न लागेको रहेछ त। श्रीनगर एग्रिटेकले 25,10,493 किता आइपिओ जेनरल पब्लिकको लागि निष्कासन गर्न लागेको हो र यसले निष्कासन गर्न लागेको पार भ्यालु चाहिँ 100 रुपियाँ पर युनिट हो। 100 रुपियाँमा एक किता सेयर किन्न पाइन्छ। यो कम्पनीको इस्युड क्यापिटल 1.63 अर्ब रहेको छ। 1.63 अर्बको 20% अर्थात् 32,62,500 युनिट सेयर पब्लिकलाई इस्यु गर्न लागेको हो। यसमा पनि 1% अर्थात् 1,63,125 युनिट सेयर प्रोजेक्ट इफेक्टेड लोकल जुन रूपन्देही र पाल्पा डिस्ट्रिक्टका स्थानीय बासिन्दाहरूलाई निष्कासन गरिसकेको छ र बाँकी रहेको 19% जसमा 30,79,375 किता जेनरल पब्लिकलाई निष्कासन गर्न लागेको हो। जेनरल पब्लिकमा पनि निष्कासन गर्ने युनिटमा 10% अर्थात् 3,09,938 किता चाहिँ अलरेडी नेप्लिस सिटिजन वर्किङ एब्रोड भनेको विदेशमा बस्नु भएको दाजुभाइ दिदीबहिनीलाई इस्यु गरेर एलोटेड पनि गरिसकेको छ र त्यसपछि बाँकी रहेको 4% 1,23,975 युनिट आफ्नो कम्पनीले इम्प्लोइहरूलाई छुट्याएर राखेको छ। 5% सेयरमा 1,54,969 युनिट चाहिँ म्युचुअल फन्डलाई छुट्याएको छ र बाँकी रहेको 25,10,493 युनिट चाहिँ अब जेनरल पब्लिकको लागि आश्विन 26 गतेबाट निष्कासन गर्न लागेको हो। यो कम्पनीको इस्यु म्यानेजर चाहिँ नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। हामीले एप्लाई गर्ने मिनिमम किता भनेको चाहिँ 1000 रुपियाँको 10 किता अथवा म्याक्सिमम 10,000 कितासम्म हामीले एप्लाई गर्न सक्छौँ। तर अहिले हामीलाई थाहा छँदैछ कारण 10 किता लट्रीबाट पर्ने भएको कारणले 10 किताभन्दा बेसी हाल्नु चाहिँ उचित हुँदैन। 10 किताभन्दा बेसी हाल्नुको कुनै पनि अर्थ हुँदैन। इक्राले गरेको रेटिङमा यो कम्पनीलाई बी रेटिङ दिएको छ जुन भर्खरै चेन्ज भएको हो। योभन्दा अगाडि कम्पनीको रेटिङ बी- दिएको थियो। एकचोटि यो कम्पनीको बारेमा हेरौँ है त। यो कम्पनी 2004 सालमा इस्टाब्लिस भएको थियो र 2023 सालमा गएर यो पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएको थियो। कम्पनीले मेन्सन गरे अनुसार यो कम्पनीको नाम चाहिँ श्रीनगर डाँडा जुन पाल्पामा छ त्यहाँबाट इन्स्पायर भएर कम्पनीको नाम राखिएको रहेछ। यो डाँडालाई चाहिँ क्विन अफ हिल्स भनेर पनि चिनिँदो रहेछ। यही डाँडाबाट इन्स्पायर भएर यो कम्पनीको नाम श्रीनगर राखिएको रहेछ। म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ अन्तर्गत यस कम्पनीको मुख्य बिजनेस स्ट्राटेजी भनेको चाहिँ कृषि सम्बन्धित र पोल्ट्री फार्मिङ सम्बन्धित रहेको छ। यो कम्पनीले किसानहरूलाई मल साथसाथै बिउहरू उत्पादन गर्ने, पोल्ट्री फार्मिङमा कुखुरा माछाहरू प्रड्युस गर्ने, बेच्ने अनि अन्डाहरू ह्याच गर्ने। यसको मेन ब्रिडिङ फार्महरू कहाँ रहेको छ भन्दाखेरि रूपन्देही, कपिलवस्तु र पाल्पा डिस्ट्रिक्टमा रहेको छ र यसको मुख्य अफिस टङ्गाल काठमाडौँमा रहेको छ। कम्पनीको नेट वर्थ पर सेयर कति छ त? कम्पनीले पब्लिस गरेको 2080-81 को रिपोर्ट अनुसार यो कम्पनीको नेट वर्थ पर सेयर भनेको 100.59 रुपियाँ रहेको छ र यही नेटवर्थलाई हेरेर कम्पनीको ओपनिङ रेन्ज तय गरिन्छ। जेनरली कम्पनीको नेटवर्थको 3 गुणासम्म ओपनिङ रेन्ज दिने गरिएको छ। त्यही भएर कम्पनीको ओपनिङ रेन्ज भनेको चाहिँ 100.59 देखि 301.77 रुपियाँ रहन जाने देखिन्छ। आउनुहोस् है यो कम्पनीको एलोटमेन्ट चार्ज चाहिँ कति छ त?
यदि पहिलाको जस्तै गरी 25 लाखले मात्र भरे भने पनि 2,51,000लाई यसको आइपिओ पर्ने चान्स देखिन्छ। यदि 25 लाखले भरे भने यो कम्पनीको एलटमेन्ट चार्ज भनेको 10% हुन जान्छ, एराउन्ड 10% हुन जान्छ। भनेको हरेक 10 जनामा 1 जनालाई पर्ने चान्स छ। त्यही भएर यो कम्पनीको आइपिओ चाहिँ नछुटाइकन भर्नुहोस्। र यस्तै भिडियो हजुरहरूलाई मन पर्छ भने हामी साना लगानीकर्तालाई फलो पनि गरिदिनुहोस्। धन्यवाद।